हेलो 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 म चाहिँ आज छुट्टीको दिन यसो यहाँ सानो मार्केट जस्तो छ मार्ट यसो निस्किएको रुममा बस्दा बस्दा अल्छी लाग्छ के गर्ने त अब है कोरिया आइएको छ कोरियाको यसो तपाईहरुलाई नि वरिपरिको दृश्यहरू पनि देखाइदिउँ न भन्ने सोच पनि हो अनि म पनि भर्खर कम्पनी चेन्ज गर्यो फेरि अर्को कम्पनीमा आइरहेको छु अहिले पहिला चाहिँ पिक फार्ममा थिएँ बङ्गुर फार्ममा थिएँ अहिले चाहिँ च्याउमा छु च्याउ सुँगुर फार्म भन्दा च्याउमा चाहिँ काम चाहिँ राम्रै हुँदो रहेछ सहज यसो गर्न सक्ने खालको जहिले पनि तर अलिकति त्यही हामीलाई त काम सजिलो भन्दा नि रोक्स चाहिने हो तर रोक्स मात्रै पनि हेरेर नहुने रहेछ रोक्स मात्रै हेरेर नहुने रहेछ अब 2-4 वर्ष काम गरिसकेपछि तपाईँको स्थिति स्वास्थ्य स्थिति नै अब नेपाल गएर पनि केही गर्न सक्ने अवस्था रहेन भने रोक्स कमाएर पनि के गर्ने धेरै पैसा कमाएर पनि के गर्ने त्यो हिसाबले म चाहिँ सुँगुर फार्मलाई छोडेर यता च्याउ खेतीमा आएँ कि राम्रै हुन्छ कसैको त अब त्यो मेरो अब ब्याड लक भनौँ कि गुड लक भनौँ कोरिया चाहिँ आयो तर अलिकति लकिली कोरिया चाहिँ आयो तर अलिकति यहाँनिर आएपछि मेरो ब्याड लक भनौँ न मेरो डिपार्टको भोटे चाहिँ अलिकति त्यस्तै परिदियो काम नगर्ने मलाई मात्रै काम गराउने अनि त्यही भएर पनि सकिएन त्योसँग काम गर्नु त्योसँग काम गर्नुभन्दा बरु कम्पनी अर्को चेन्ज गर्छु भनेर अहिले यता च्याउमा आइरहेको छु तपाईँहरूलाई यहाँको मेरो कम्पनी वरिपरिको यसो वातावरणहरू चाहिँ देखाउनलाई अनि म पनि आफै पनि घुम्नको लागि यसो आइदिएको यता ठिकै रहेछ कोरिया सोचे जस्तो चाहिँ छैन छन् त्यही हामीले सोचेर आउँछौँ उताबाट अलिकति अर्कै टाइप्सको आशा गरेको हुन्छौँ नि त कोरिया भन्ने बित्तिकै सहर बजार आमो यताउता त्यस्तो चाहिँ छैन त्यही काम गर्ने ठाउँ हो हामीले के सोच्नु पर्यो भने हामी यहाँ काम गर्ने हो अनि जाने हो काम गर्ने हो सिर्फ त्यही ल यस्तो छैन र यही समयसम्म काम गर्नु आएको हामीलाई राम्रो चाहिएन यहाँनिर त्यो सोच्नु पर्यो मान्छेले चाहिँ बिहान उठ्ने ड्युटी जाने दिउँसो आउने खाना खाने फेरि ड्युटी जाने बेलुका आउने खानासाना खाने भुकलुक्क सुत्ने यहाँ बसिन्जेल चाहिँ हामी एउटा के भन्ने यहाँनिर हामी एउटा यहाँनिर बसिन्जेल चाहिँ वर्कर हो वर्कर भएपछि कहिले काहीँ टाइम मिल्छ घुम्ने ओर्ने अन्त हामीले खोरमा पालेको सुँगुर हामीले त पालेको जन्तु जनावर जस्तै हो हामी चाहिँ यहाँनिर उनीहरूले हामीलाई पालेको केही समयको लागि उनीहरूको काम केही गरिदिनुको लागि हामीलाई पालेको हो त्यो सम्झेर काम गर्नु पर्यो अनि हामीलाई पैसा दिन्छ हामी पनि सीमित समयको लागि मात्रै यिनीहरूको दास अब केही समय पछाडि त फेरि यहाँनिर हामी नोकर छौँ केही समय पछाडि त उता गएर मालिक हुने मालिक त्यो सम्झेर चाहिँ काम गर्नु पर्यो साथी त्यस्तै छ ल अहिलेको छोटो मिठो भिडियो यहाँनिर टुङ्गाउँछु फेरि अर्को भिडियो जोड्छु तपाईँहरूलाई अहिले एकछिनमा केही त्यस्तो आकर्षक देख्यो भने त्यो बाटोमा चाहिँ कति हेर्नु र तपाईँहरू ल अहिले एकछिनमा अर्को भिडियो पनि जोड्छु है त म है।